2082 साल भदौ 23 गते सुरु भएको एउटा आन्दोलनले केपी शर्मा ओलीको सरकारलाई ढालिदियो। युवाहरूको त्यो विद्रोहले भ्रष्टाचार, बेरोजगारी र सोसल मिडिया ब्यान्डको विरुद्धमा व्यापक आवाज उठायो। यस आन्दोलनका क्रममा आन्दोलनका अगुवाहरू, आन्दोलनका मागहरू र आन्दोलनका औचित्यहरूमाथि प्रहरीद्वारा र सरकारद्वारा व्यापक र बर्बर दमन गरियो। त्यस पश्चात भदौ 24 को जन्म भयो। भदौ 23 गते काठमाडौँको माइतीघर मण्डलामा विद्यार्थीहरूद्वारा शान्तिपूर्ण प्रदर्शन सुरु भयो। यो जेनजेडको पहिलो र ठुलो राजनीतिक अभियान पनि थियो। उनीहरूले भ्रष्टाचार विरुद्ध सुशासनको माग गरे, तर सरकारले यसलाई दबाउन प्रहरी पठायो। सरकारले हिंसालाई निम्त्यायो। पुरानो सरकार भ्रष्टाचारको दलदलमा यसरी फसेको थियो कि ठुला परियोजनाहरूमा कमिसन, नेताका छोराछोरीहरूलाई परिवारहरूलाई विशेष सुविधा, युवाहरूका आवाज नसुन्ने, युवाहरूको असन्तुष्टिको पूर्ण रूपमा व्यवस्था गरेको थियो। सोसल मिडिया ब्यानले सरकारको नियन्त्रणवादी प्रवृत्तिलाई उजागर गर्यो। युवाहरूले यसलाई पुरानो पुस्ताको धोका हो भने ओली सरकारले युवा आवाजलाई कमजोर ठानेको थियो, तर यो गल्तीले आन्दोलनलाई झन बलियो बनायो। भाद्र 23 को शान्तिपूर्ण भनिएको प्रदर्शनमा प्रहरी सरकार प्रशासनद्वारा दमन भयो। दमनमा निस्कियो र गोली चलायो। 19 जना युवाहरू मारिए, 300 भन्दा बढी घाइते भए। मानवाधिकार सङ्गठनहरूले यसलाई अमानवीय दमन भनेका छन्। मारिनेमा 11 वर्षकी बालिका समेत थिइन्, जसले गर्दा आक्रोश थपियो, जसले आन्दोलनलाई हिंसात्मक बनायो। त्यसपछि भाद्र 24 को जन्म भयो। भाद्र 23 सरकारको दमनपछि भाद्र 24 विद्यार्थीहरू मात्र नभई सबै नेपालीहरू आन्दोलनमा सहभागी भए। फलस्वरूप आन्दोलनको आकार पूर्ण रूपमा परिवर्तन भयो र त्यो आन्दोलनले स्वरूप पनि बदल्यो। उनीहरूले संसद भवनमा घुसेर आगो लगाए। मन्त्रालयहरू, न्यायालयहरू, प्रहरी चौकी, सिंहदरबार, मन्त्री नेताका घरहरू, व्यावसायिक भवनहरू जलाइए। सबै जलेर खाक भए। आन्दोलनमा कुल 76 जना युवाहरू मारिए, जसमध्ये धेरै युवा नै थिए। सरकार प्रमुखहरू, सरकार सञ्चालकहरू, केही नेताहरू, कर्मचारी लगायतहरूलाई सेनाले उद्धार गर्नुपर्ने स्थिति आयो र सेनाको हेलिकप्टरद्वारा उद्धार गरियो। संविधानको प्रतीक मानिने भवनहरूमा आगो लाग्नु अत्यन्तै दुःखद भयो। इतिहास मेटियो। यो सबै असन्तुष्टिको परिणाम थियो। युवाहरू पुरानो संविधानमा सुधार चाहन्थे। नेताहरू भागे। प्रधानमन्त्री मन्त्रीहरूले राजीनामा दिए। शेरबहादुर देउवा दम्पतिमाथि हातपात भयो, जसले देशमा शून्यता सिर्जना गर्यो। सेप्टेम्बर 20 पछि अन्तरिम सरकार गठन भयो। जेनजेडले अनलाइन सर्वेक्षण मार्फत सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त गर्यो। अब सरकारले के कस्ता कामहरू गर्छ, मन्त्रीहरू पनि नियुक्त हुने क्रम चलिरहेको छ। के कस्ता कामहरू गर्छ त्यो त हेर्न बाँकी नै छ। आशा गरौँ राम्रै होस् र राम्रै हुनेछ।